एउटा आएको म भिडियोमा फर्किसके कति दिनपछि आज चाहिँ मुकबाङ भिडियो पनि गर्दैछौँ हामी तर पैसा छैन। हेलो गाइस, आज पनि म निस्किसकेको छु महादेवस्थानमा मिनी भ्लगको लागि। आज पनि मैले मेरो बहिनीहरू बोलाएको छु तर आएन। ठ्याक्कै मैले कुरेको 2 घन्टा हुन लाग्यो, आएन। म बसिरहेको छु अनि मन्दिर हेर्नु सक्नुहुनेछ पर म एक्लै छु। आज चाहिँ मुकबाङ भिडियो पनि गर्दैछौँ हामी तर पैसा छैन, थोरै हुनसक्छ। अब म फोन गरेर बोलाउने छु। फोन जाँदैछ बहिनीलाई। तर फोन उठाइरहेको छैन। फोन गइरहेछ। बहिनीले चाहिँ कल ब्याक गरिसके। म यसो बोल्नेछु। वा कतिखेर मुन्टिने होस् के मन्दिरमा बसिरहेको छु म यहाँ कुरेर। कतिखेर आउने हो आउने भने कि होइन। दिउँसोभरि कुर्दा 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 बहिनी चाहिँ भर्खर आइपुगेको छ होइन। यहाँ छ आएको म भिडियोमा फर्किसके कति दिनपछि रेगुलर देख्नुहुनेछ भन। अब रेगुलर देख्नुहुनेछ। म सधैँ आउँछु भेट्नलाई। माया गरिदिनु होला, माया गरिदिनु होला। सबैजनाले लाइक कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, छोडिदिनु होला। मेरो धेरै रहेछ यार। म त आरामले खाइदिन्छु। मैले भन्दा अगाडि बिहान दिएर नाच्नु भयो पिरो भइजाला। मेरो धेरै रहेछ यार। पिरो भयो एउटा पिरो भयो। ओइ मर्की राम सक्ने भइहाल्यो यसले। अन्डा खाने दा मलाई हाँसो दिइरहेको। हेर्नु त अन्डा मैले जितेँ। मैले खाइसकेँ पहिला। 3 मिनट पुगे खानु छैन। भने मेरो सक्यो नि त यहाँ। मर्की लागेको मान्छे गाइस आज खाजा पनि खान मन लाग्थ्यो। चाउचाउरा अन्डा खायौँ। 4वटा करेन्ट 4वटा अन्डा। अब चाहिँ रातिको खाना पनि खाइदिनु होला। जानु बोल के म त बोल्दैन।
ल बाई बाई सक्यो अब केही पनि छैन